भगवान हामीले यो धर्म पनि सुनेका छौँ, त्यो धर्म पनि सुनेका छौँ, यो पनि त्यो पनि यस्तो पनि उस्तो पनि सबै धर्मका कुराहरू हामीले सुनेका छौँ। अनि सबैले आफ्नै धर्म श्रेष्ठ, आफ्नै धर्म उत्तम भन्न थालेपछि त हामी त अलमलमा पर्यौं। वास्तवमा कुन धर्म श्रेष्ठ हो, कुन धर्म उत्तम हो? त्यसैले भगवान हामीलाई वास्तविक धर्मको उपदेश गर्नुहोस्। यस्तो बेलामा भगवान बुद्धले यो भन्नु भएन कि अरू कुरा छोडिदेऊ, अरू सबै कुरा छोडिदेऊ, आओ मेरो शरणमा आओ, मैले भनेको कुरा सुन, मैले भनेको कुरा अनुसार व्यवहारमा पालन गर, तिमीहरूले मोक्ष प्राप्त गर्नेछौ, तिमीहरूले निर्वाण प्राप्त गर्नेछौ, नत्र महानरकमा जान्छौ। भगवान बुद्धले यस्तो भन्नु भएन। यदि भगवान बुद्धले पनि यस्तै भन्नु भएको भए बुद्ध र अरूमा के भिन्नता रह्यो र, के फरक रह्यो र? बुद्धले त्यति बेला ती मानिसहरूलाई भने, हे उपासक उपासिकाहरू, म यही धर्म त्यही धर्म श्रेष्ठ र उत्तम भन्दिन, तर कस्तो धर्म श्रेष्ठ हुन्छ त भन्दा जुन धर्मले यो संसारमा दुःख छ भनेर राम्रोसँग देखाउँछ अनि ती दुःखहरूबाट मुक्त हुने उपाय पनि राम्रोसँग बताउँछ भने त्यही धर्म श्रेष्ठ र त्यही धर्म उत्तम हो।